नमस्कार सर म्याडम। नमस्ते। तपाईहरुको नाम भनिदिनुहोस्। मेरो नाम प्रसाद लिम्बू। म भूमा सुब्बा। तपाईहरु कहाँबाट आउनुभएको? हामी नेपालको विराटनगरबाट आउनुभएको। तपाईहरुले बिहा गरेको कति वर्ष भयो? बिहा गरेको 9 वर्ष भयो। 9 वर्ष भयो। तपाईहरु कुन चाहिँ सालमा आउनुभएको थियो न्युरोन फर्टिलिटी सेन्टरमा? 2024 मा। 2024 मा हजुर। अन्त 2025 सम्म तपाईको सक्सेसफुल भयो? 2024 मा होइन, 2024 मा आयो। तर म फेरि यो अब मेरो यस्तो आयो हैन, म यो अलिक एज भएको हिसाबले अलिकति यो पिरियड भएपछि चाहिँ हुँदैन कि भन्ने मलाई नलेज थिएन यो सम्बन्धी हैन, नहुँदा पनि हुँदैन। तर मेरो स्टप त भएको होइन। यो भनेको चाहिँ यो के भन्छ मम्मीको अनुसार हुने रहेछ नि त। मेरो मम्मीको चाहिँ अलिक छिट्टै नै सुकेको भन्नुहुन्थ्यो। अनि मलाई पनि डर लागेको थियो कि यो चाहिँ बिचमै कुमेर पनि हुँदैन, मैले दुःख मात्रै पो पाउँछु कि भनेर। तर त्यस्तो एक्चुअलमा चाहिँ त्यो होइन रहेछ। वास्तवमा त मेरो सुकेको त होइन, तर यदि कसैको सुकेको पनि उहाँहरूलाई चाहना छ भने चाहिँ हुँदै रहेछ क्या यहाँ, त्यो भन्ने मैले बुझेँ। अनि यहाँको अनि 1 वर्ष चाहिँ मैले ग्याप गरेँ होइन, लगभग त्यसरी नै म फर्केँ। अनि पछि अरू पनि स्टाफहरूको धेरैको एकचोटिमै सक्सेस भएको सुनाउनु भयो। अनि एकचोटि प्लिज म्याम तपाईँ पनि जानु न सक्सेस हुँदो रहेछ, यस्तो हुँदा पनि यस्तो म चाहिँ त्यस्तो नडराउनु। इनकेस तपाईँको बिचमा त्यो पिरियड चाहिँ स्टप भयो भने पनि त्यसले पनि केही फरक पर्दैन रहेछ भनेर उहाँहरूले भन्नुभयो। अनि उहाँको तपाईहरु फेरि कहिले आउनुभयो? त्यसको लगतै 10 महिना पछाडि, मतलब 2024 मा आउनुभयो। अन्तिममा आउनुभयो। तपाईहरुको कति महिनामै तपाईहरुको सक्सेसफुल भयो? सुरुमा चौथो 4 महिनामा हो हैन। खासमा चाहिँ मैले डबल प्याकेजको लिएको थियो। अनि डबल प्याकेज चाहिँ मेरो हेल्थमा चाहिँ अलिकति ट्युमर प्लस मल्टिपल फाइबर्सहरू भएको कारणले गर्दाखेरि सुरुमा चाहिँ भएन हैन। सेकेन्डचोटि त्यो निकाल्ने बित्तिकै तुरुन्तै भयो मेरो। मैले सरले यहाँ सोधेपछि पिरियड भएको 2 दिन या 3 दिनमै आउनु भन्नुभएको थियो। मैले टाइम ब्रेक नगरिकन, किनभने मेरो एज भइसकेको थियो, ब्रेक नगरिकन म आएँ, तुरुन्त भइहाल्यो। तपाईहरु न्युरो फर्टिलिटी सेन्टरमा कसको अन्डरमा हुनुहुन्थ्यो? कुन डाक्टरको अन्डरमा? डाक्टर प्रसन्नजित कुमार राय। हजुर। हजुर, तपाईहरुलाई सरको ट्रिटमेन्ट कस्तो लाग्यो? एकदम सेटिस्फेक्सन 100%। उहाँ चाहिँ अब आफ्नो लाइफमा एउटा भगवानै आएर यो गरे जस्तै यस्तै लाग्यो। जसको यो मेरो जस्तो हुने जो फिमेल मेलमा हुने दुनिया समस्याहरू हुन्छ नि, यदि कसैलाई मैले थाहा पाएँ भने चाहिँ म अब यहीँ डाइरेक्ट जानु भनेर सल्लाह दिन चाहन्छु। यो चाहिँ बाहिर भन्दा अब हुन त मैले नेतृत्व गरिन त जति सुनिन्छ नि होइन, यहाँ चाहिँ धेरै नै राम्रो सक्सेस रहेछ। एक्ज्याक्ट मैले त्यो मन चाहिँ मैले याद गरिनँ होइन, त्यहाँ देखेको 92% सम्म सक्सेस भनेको यो चान्चुने कुरा होइन। 92-100 मा होइन, त्यस्तो त कहीँ पनि सुनेको छैन। यो यहाँ हुन्छ जसले पनि ढुक्क भएर यहाँ होइन आउँदा हुन्छ जस्तो मलाई लाग्यो। यहाँ चाहिँ एकदम त्यो ढुक्क भएर स्योर भएर कन्फिडेन्टली होइन ढुक्क भएर यहाँ ट्रिटमेन्ट सुरु गर्नु भएको छ। अलिकति भरोसा गरेर। हजुर, एकदम 100%। हजुर, हुन्छ। अल द बेस्ट। थ्याङ्क यू।